Hello students, welcome to the class MCQ daily practice day 2 फर्स्ट क्वेशन हेरौं। यदि पृथ्वीलाई खाँदेर चन्द्रमा जत्रै बनाउन सकियो भने पृथ्वीको गुरुत्व प्रवेगको मानमा कस्तो असर पर्छ? हामीलाई एक्सेलेरेसन ड्यू टु ग्रेभिटी को बारेमा सोधेको छ। फर्मुला हेरौं, g इज इक्वल टु gm अपॉन r स्क्वायर, अर्थात g इज इन्भर्सली प्रोपोर्शनल टू r स्क्वायर। अब यहाँ एक्सेलेरेसन ड्यू टु ग्रेभिटी र रेडियसमा कस्तो रिलेसन छ त? इन्भर्सली प्रोपोर्शनल। इन्भर्सली प्रोपोर्शनल भनेको एउटा क्वान्टिटी बढ्दाखेरि अर्को चाहिँ घट्छ, अथवा भनौं एउटा क्वान्टिटी घट्दाखेरि अर्को क्वान्टिटी के हुन्छ? बढ्छ। जस्तै रेडियस घट्यो भने एक्सेलेरेसन ड्यू टु ग्रेभिटी बढ्छ, रेडियस बढ्यो भने एक्सेलेरेसन ड्यू टु ग्रेभिटी घट्छ। अब यहाँ हामीलाई क्वेशनमा पृथ्वीलाई खाँदेर चन्द्रमा जत्रो बनाउन भनेको छ। पृथ्वीको साइज यो भयो। अब यसलाई ठुलोबाट सानो गराउँदाखेरि, ठुलोबाट खाँदेर सानो गराउँदाखेरि रेडियस कम हुन्छ। रेडियस कम भयो भने एक्सेलेरेसन ड्यू टु ग्रेभिटी बढ्छ। त्यसैले यसमा बढ्छ भन्ने अप्सन करेक्ट हो, फर्स्ट अप्सन। अब सेकेन्ड क्वेशन हेरौं। सेकेन्ड क्वेशन बुझ्नको लागि सबभन्दा पहिले हामीलाई मोटर र जेनेरेटरमा कन्सेप्ट बुझ्न पर्यो। मोटर के हो, जेनेरेटर के हो? मोटर भनेको पंखा सम्झिने अनि जेनेरेटर भनेको डाइनामो सम्झिने। मोटर भनेको पंखा सम्झिनु पर्यो अनि जेनेरेटर भनेको जेनेरेटर बिजुली उत्पादन गर्ने जेनेरेटर भनेर सम्झिने। मोटरमा के हुन्छ, हामीले विद्युत दिन्छौं, त्यसपछि पंखा चल्छ। यसको मतलब विद्युत दिएपछि इलेक्ट्रिकल एनर्जीलाई केमा चेन्ज गर्ने भयो? मेकानिकलमा चेन्ज गर्ने भयो। र जेनेरेटरमा के हुन्छ, हामीले जेनेरेटरमा कुनै टर्बाइनलाई घुमाउँछौं, टर्बाइनलाई घुमेपछि इलेक्ट्रिसिटी प्रोड्युस हुन्छ, अर्थात मेकानिकल एनर्जीलाई केमा चेन्ज गर्छ त? इलेक्ट्रिकलमा चेन्ज गर्छ। अब अप्सन हेरौं हाम्रो कुन मिल्छ यसमा। फोर्थ अप्सनलाई पढौं एकचोटी। विद्युत मोटर र जेनेरेटर दुवै यन्त्रले यान्त्रिक शक्तिलाई, मेकानिकल एनर्जीलाई इलेक्ट्रिकल विद्युतीय शक्तिमा रूपान्तरण गर्छ भनेछ। जेनेरेटरले त मेकानिकल एनर्जीलाई इलेक्ट्रिकल एनर्जीमा चेन्ज गर्छ, तर मोटरले चेन्ज गर्दैन। त्यही भएर यो अप्सन के भयो? गलत भयो। थर्ड अप्सन चेक गरौं। विद्युत मोटर र जेनेरेटर दुवैले एउटै सिद्धान्तमा आधारित रही काम गर्छन्। मोटर चाहिँ मोटर इफेक्टमा काम गर्छ, जेनेरेटर चाहिँ फ्याराडे लमा काम गर्छ। त्यही भएर यो पनि एउटै सिद्धान्तमा काम गर्दैनन्, फरक सिद्धान्तमा काम गर्छन्। अनि सेकेन्ड अप्सन, इलेक्ट्रिक जेनेरेटर चेन्जेस इलेक्ट्रिकल एनर्जी इन्टु मेकानिकल एनर्जी। जेनेरेटरले इलेक्ट्रिकल एनर्जीलाई मेकानिकल एनर्जीमा चेन्ज गर्छ, ठ्याक्कै उल्टो भनेको छ। त्यही भएर यो अप्सन पनि के भयो? गलत भयो। अनि फर्स्ट अप्सन, इलेक्ट्रिक मोटर चेन्जेस इलेक्ट्रिकल एनर्जी इन्टु काइनेटिक एनर्जी। विद्युत शक्तिलाई काइनेटिक एनर्जी भनेको मेकानिकल एनर्जीमा चेन्ज गर्छ। त्यही भएर यो अप्सन, फर्स्ट अप्सन करेक्ट भयो यसमा। अब अर्को क्वेशन हेरौं। पदार्थको विशिष्ट तापधारण क्षमता तलका मध्ये कुन कुरामा निर्भर गर्दछ? स्पेसिफिक हिट क्यापेसिटी कुन कुरामा डिपेन्ड हुन्छ भनेर सोधेको छ। स्पेसिफिक हिट क्यापेसिटीलाई कसले इफेक्ट गर्छ त? स्पेसिफिक हिट क्यापेसिटी को फर्मुला Q अपॉन mdt हो। अब यसमा हामीले स्पेसिफिक हिट क्यापेसिटी मास माथि डिपेन्ड गर्छ कि गर्दैन, यसलाई एकचोटी विचार गरौं। यदि थोरै पानी छ भने त्यसको स्पेसिफिक हिट क्यापेसिटी 4200 जूल पर केजी पर डिग्री सेल्सियस। धेरै छ भने त्यसको स्पेसिफिक हिट क्यापेसिटी पनि 4200 जूल पर केजी पर डिग्री सेल्सियस नै हुन्छ। थोरै हुँदा घट्ने अथवा धेरै हुँदा धेरै हुने भन्ने हुँदैन। त्यही भएर मासमा डिपेन्ड गर्दैन। हामीले के बुझ्न पर्यो? स्पेसिफिक हिट क्यापेसिटी मासमा डिपेन्ड गर्दैन। भोल्युममा पनि डिपेन्ड गर्दैन। थोरै पानीको लागि 4200, धेरै पानीको लागि 4300 हुँदैन। अब त्यस्तै किसिमको तापक्रममा डिपेन्ड गर्दैन है, टेम्परेचरमा पनि डिपेन्ड गर्दैन। किन टेम्परेचरमा डिपेन्ड गर्दैन? जस्तै 80 डिग्री सेल्सियसमा रहेको पानीको विशिष्ट तापधारण क्षमता 4200 र 40 डिग्री सेल्सियसमा भएको
पानीको स्पेसिफिक हिट क्यापेसिटी पनि 4200 नै हुन्छ। त्यही भएर टेम्परेचरमा पनि डिपेन्ड गर्दैन। के कुरामा डिपेन्ड गर्छ त? लास्ट पदार्थको प्रकृति, नेचरमा डिपेन्ड गर्छ। नेचर भनेको के हो त? जस्तै एउटा पानी भयो, अर्को बालुवा भयो, दुईटैको फरक फरक हुन्छ, यिनीहरूको प्रकृति फरक हुन्छ। त्यही भएर प्रकृति पदार्थको प्रकृति, नेचर अफ म्याटर करेक्ट अप्सन हो। अब हेरौँ, तलका मध्ये कुन आधारभूत एकाइको समूहले शक्तिको तत्जन्य एकाइ जुललाई जनाउँछ? जुल के को एकाइ हो? शक्तिको, र कार्यको एकाइ पनि जुल हुन्छ है। वर्कको फर्मुला फोर्स इन्टु डिस्टेन्स। फोर्सको के हुन्छ त? केजी मिटर पर सेकेन्ड स्क्वायर, केजी मिटर पर सेकेन्ड स्क्वायर, र डिस्टेन्सको के हुन्छ? मिटर। अब यो सबै सल्भ गर्यो भने के आयो? केजी मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर। त्यही भएर थर्ड अप्सन करेक्ट भयो। अब लास्ट क्वेसन हेरौँ। यहाँ पिस्टन ए र पिस्टन बी छ। पिस्टन ए मा 500 न्युटन फोर्स लगाएको छ, अनि पिस्टन बी मा कति फोर्स प्रोड्युस हुन्छ भनेर सोधेको छ। ल, पिस्टन ए मा 500 अनि पिस्टन बी मा फोर्स क्याल्कुलेसन गर्न भनेको छ। यसमा पास्कलको नियम अप्लाई गरौँ। F2 अपन A2 इज इक्वल टु F1 अपन A1। अब भ्यालुहरू पुट गरिदिउँ। F2 हामीलाई निकाल्नु पर्ने छ, अनि A2 हामीसँग छ 350 इज इक्वल टु F1 हामीसँग छ 500, A1 छ 200। अब यो 350 लाई अर्को साइडमा लगेर मल्टिप्लाई गरिदिने। मल्टिप्लाई गरिदिँदाखेरि यो सबै सल्भ गर्दाखेरि आउँछ 875 न्युटन। त्यही भएर फर्स्ट अप्सन करेक्ट छ। आजलाई यति। थ्याङ्क यू सो मच।